हेलो आज चाहिँ हामी कहाँ जान लागेको भन त नुमा बहिनी आज चाहिँ हामी हाम्रो फेभरेट दाजुको बिहेमा जानु लागेको गाइस आज चाहिँ फुपू सासूको छोराको बिहे छ यता हेर त एक झलक हेलो वाउ कानमा हेलो यो चाहिँ बिहेमा जानुपर्ने सुतिरहेको छ साह्रो हेलो भन न अनि सबै नसुने भयो चेसुङ चाहिँ निन्द्रामै बल्ल उठी अनि रिजर्भ कता कता छ अब दिनभरि बिहेमै मार्न आँट्ने भएको छ टिका लगाएर हिजो बेला हेलो नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग आज चाहिँ मेरो फुपू सासूको छोराको बिहे छ यहाँ चाहिँ म मेरो जुटी फुपू सासू अनि मम्मी डियोन अनि मेरो भान्जी डियोन अनि मेरो छोरी अनि काकी सासू हुनुहुन्छ हामी चाहिँ बिहे घरतिर लाग्दैछौँ अनि हल्का हल्का भिडियो बनाउँदै लाग्दैछौँ अनि हामी चाहिँ फाइनली पुगिसकेर अनि घरभित्र इन्ट्री गर्दै थियौँ अनि हाम्रो चाहिँ झोलाहरू टन्नै थियो र यता साइडबाट गयौँ यता दाई सेवा र दिदी यता हाम्रो दाई आजको बेहुला ग्रुम अनि हाम्रो भाउजू चाहिँ मेमारको हुनुहुन्छ हाउ टु से हेलो इन मेमार ए मलेसियाबाट भन्नु त दाई नमस्तेलाई के भन्छ इन इन मेमार मेमार इन योर ल्याङ्ग्वेज मिङलाम्बा मिङलाम्बा मेमार उइसे मिङलाम्बा इन नेपाली उइसे हेलो ए नमस्ते भाषा आउँछ नि होला अलिअलि होइन मलेसियाको त आउँदैन मलाई दुबईको पनि आउँदैन एकछिन वेलकम टु आवर ब्लग आज चाहिँ बिहेमा रमाइलो भइरहेछ कति मान्छेहरूलाई थाहा नहुन सक्छ ढोल बजाउनेहरू चाहिँ किन त्यहाँ डिस्टर्ब गर्नुभएको भनेर तर बेहुला बेहुलीभन्दा अगाडि चाहिँ ढोल बजाउनेहरू नै हिँड्नु पर्दो रहेछ अनि त्यसपछि बेहुला बेहुली सो यो भिडियो मार्फत तपाईँले थाहा नै पाइसक्नुभयो कि हाम्रो दाइले म्यानमारको भाउजू ल्याउनु भएको छ सो फाइनली आज चाहिँ लिम्बू कल्चर अनुसार उहाँलाई इन्ट्री हुँदैछ घरभित्र भिडियो हेरेर इन्जोय गरिदिनु होला यो मैले भिडियो मार्फत चाहिँ लिम्बू कल्चरको विवाह चाहिँ कस्तो हुन्छ भनेर देखाइरहेको छु सो हेरेर इन्जोय गरिदिनु होला धेरै त सो इफ यु गाइज डोन्ट नो कि म चाहिँ रेगुलर ब्लगर होइन म चाहिँ आफूलाई ब्लगर पनि भन्दिनँ क्या किनभने म चाहिँ ब्लगहरू खासै गर्दिनँ यस्तै स्पेसल डेहरू छ भने मात्रै ब्लगहरू गर्छु अनि सो त्यही ऱ्यान्डमली यस्तो भिडियोहरू बनाएर हालेको त्यस्तो प्रोफेसनल टाइपले चाहिँ हालेको छुइनँ सो पछिसम्म मेमोरी पनि हुन्छ भनेर चाहिँ मैले युट्युबमा हाल्न थालेको भिडियोजहरू सो हेरेर इन्जोय गरिदिनु होला अगाडि यो
बेहुला र बेहुली घरभित्र इन्ट्री हुँदै गर्दा चाहिँ यसरी अक्षताले हानेर चाहिँ वेलकम गर्नुहुँदो रहेछ। अनि सो मैले पनि हल्का अक्षताले यसरी लगाइदिएँ। अनि मलाई पनि एकजनाले परबाट अक्षताले हाल्नुभएको थियो। सो मेरो गालैभरि कपालैभरि लागेको थियो। यो पनि एउटा रमाइलो पार्ट लाग्यो मलाई। अनि बोजू र नातिनी चाहिँ त्यहाँ हुनुहुन्छ। झिल्जीले आँटको ब्लगर आइज आउनु भएछ नि त हाम्रो खाइसकेको हामीले बस्नु न बस्नु तेरो ब्यागमा त्यो लिपस्टिक दिएन मलाई मेरो नखाने हो मम्मी र भदिनी साह्रै माया गर्छौ जहिले उसले खाँदा मलाई किराले खाएर रिल्याक्समा बसेर खाँदैछ चिप्स चाहिँ मन परेछ हौ धन्यवाद फागुनमा 1 वर्ष भयो हामी चाहिँ डेढामा बस्ने डेढा यहाँ पाहुनाहरूलाई तोङमा आउँछ कि हामी चाहिँ खानासाना खाएर डेरातिर लाग्यौँ। यो तिर्पल यसरी छाएकोलाई चाहिँ डेरा भन्दो रहेछ लिम्बू कल्चरमा। अनि यहाँ डेरामा बस्नेहरूलाई चाहिँ खाजा पानी अल्कोहल खानेले अल्कोहल सफ्ट ड्रिङ्क खाने सफ्ट ड्रिङ्क यसरी सर्भ गर्नुहुँदो रहेछ। सहज तरिकाले यसरी बसेर म चाहिँ भ्यू रमाइलो गर्दै थिएँ क्या। गाइस मेरो छोरी चाहिँ अहिले सानो छँदादेखिकै यसरी ब्यागहरू बोक्नु मन पराउँछ क्या। यस्तो क्युट देखिरहेको थियो। सो हतार भिडियो क्लिक गरिहालेँ। ब्लगर भइदिएको म ब्लगर मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। आयो एउटा बाउनी फेरि यहाँनिर सो मैले चाहिँ यहाँ भिडियो एडिट गरेको छु किनभने गीत बजिरहेको थियो। यदि मैले यो भिडियो डिलिट नगरेको भए कपिराइट लाग्थ्यो र भिडियो नै पोस्ट हुन पाउँदैन थियो। सो यसरी यहाँ चाहिँ नाचगाना हुँदै थियो, रमाइलो हुँदै थियो।
अनि यतापट्टि डेरा र च्याब्रुङहरू नाच्दै हुनुहुन्थ्यो। डेरा पनि यस्तो थियो र यतापट्टि चाहिँ खाना खाने ठाउँ अनि यहाँ चाहिँ च्याब्रुङ नाच्दै हुनुहुन्थ्यो। अनि अघि चाहिँ डेरा फुल थियो भने अहिले चाहिँ खाली थियो र मैले चाहिँ यहाँ बोलेर नाच्ने छोडेर भिडियो बनाउँदै थिएँ। डेराकै अगाडि च्याब्रुङ डान्स हुँदै थियो। एकदमै रमाइलो पार्ट लाग्यो हेरेर इन्जोय गर्नु। अनि मेरो छोरीलाई चाहिँ गीत बज्दै हुँदैन, ऊ चाहिँ अघि नाच्न थाल्छ क्या। अहिले त कार्टुन पनि हेर्दैन उसले, अहिले चाहिँ उसले गीत लगायो भने चाहिँ नाच्न थाल्छ। कार्टुनहरू धेरै हेर्दैन, उसलाई चाहिँ यसरी गीतहरू बजाइदियो भने चाहिँ अघि नाच्न थाल्छ क्या, इन्जोय गर्छ। यहाँ चाहिँ डान्स गर्नुहुँदै थियो, एकदमै रमाइलो भइरहेको थियो। हामीले चाहिँ बेला र बेलुसँग फोटो पनि लियौँ। पनि नाच्नुपर्छ। खिच्दैछु नाच्न चाहिँ नाच्दै छिटो अचार हो। मेरो मिनी भ्लग चाहिँ यति नै रहेको छ। हेरेर इन्जोय गरिदिनु होला अनि लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू फर वाचिङ।